नमस्कार। आज 2082 साल माघ 8 गते म प्रमुख खबरहरू लिएर उपस्थित भएको छु। आज बिहिबार बसेको नेपाल सरकारको मन्त्री परिषद बैठकले जाँचबुझ आयोगको म्याद 20 दिन थप गर्ने निर्णय गरेको छ। सरकारको प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याल नियुक्त गर्ने निर्णय गरेको छ। सिद्धार्थ राजमार्गको बुटवल पोखरा क्षेत्र सुधारका लागि 2 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद 20 दिन थप गर्ने। तेस्रोमा माननीय गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने। आगामी फागुन 21 मा संघीय संसद प्रतिनिधि सभा सदस्य चुनावको लागि माघ 6 गते मनोनयन कार्यक्रम सम्पन्न भएपछि चुनावी माहौल तातिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली यति बेला आफ्नो निर्वाचन क्षेत्र गृह जिल्ला झापा क्षेत्र नम्बर 5 मा चुनावी अभियानमा छन्। ओलीले आफ्ना प्रतिस्पर्धी बालेन शाहलाई कटाक्ष गर्दै हाम्रो सङ्गठन गाउँ ओडादेखि केन्द्रसम्म मजबुत छ, सामाजिक सञ्जालको हल्लाको भरमा हुनेवाला केही छैन, हामी जित्छौँ भनेका छन्। त्यसकारण सामाजिक सञ्जालका तमासामा पर्ने होइन, हामी यथार्थमा जानुपर्दछ। हामीसँग सङ्गठन छ, कार्यकर्ता छन्, विभिन्न प्रकारका सङ्गठन छन्। र झापा निर्वाचन क्षेत्र नम्बर 5 बाट रासपाका उम्मेदवार बालेन शाह यति बेला पूर्वका विभिन्न जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ आफ्ना उम्मेदवार जिताउन निर्वाचन प्रचार गर्न भ्रमणमा निस्केका छन्। रवि लामिछानेको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नमिलेपछि पेशी सरेको छ। विशेष अदालतमा बालटारको ललिता निवास स्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्री परिषदका निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराई विरुद्ध परेको रिट हेर्न नपाइने सूचीमा राखेको छ। सिन्धुली निर्वाचन क्षेत्र नम्बर 2 मा नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता हरिबोल गजुरेल, महेश्वर दाल लगायत नेताहरूलाई काठमाडौँ बोलाएका छन्, जहाँ नेकपाले सिफारिस गरेको सूचीभन्दा बाहिर लेखनाथ दाहाललाई उम्मेदवार बनाएपछि विवाद चर्किएको हो। निपाह भाइरसको सङ्क्रमण बढेपछि छिमेकी मुलुक भारतसँगको सीमा नाकामा कडाई गरिएको छ। छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखेपछि नेपालमा पनि सङ्क्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। भारतको पश्चिम बङ्गालमा केही साता अघि निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ। नाकाहरू चाहे त्यो हवाई नाका भनौँ चाहे थल नाका, तीहरू मार्फत चाहिँ नेपाल भित्रने व्यक्तिहरूलाई पनि निगरानी गर्न सुरु गरेका छौँ। साप्ताहिक कारोबारको अन्तिम दिन आज बिहिबार सेयर कारोबार नेप्से परिसूचक 9.23 अङ्कले बढेको छ। अघिल्ला 4 कारोबारका दिन लगातार बढेको नेप्से बुधबार करिब 9.5 अङ्कले घटेको थियो, तर आज बिहिबार भने नेप्से करिब 9.25 अङ्कले बढेको हो। बुधबारको तुलनामा 0.34% बढेर बिहिबार नेप्से 2714.61 अङ्कमा उक्लेर बन्द भएको छ। हस्त आजलाई प्रमुख खबरहरू यति नै, बिदा चाहन्छु। नमस्कार।